हेलो साथीहरु आज हाम्रो भलक छ आज हाम्रो भलक छ हैन काको माइखोलाको आज हामी जाँदैछौँ माथि साथीको बिहेमा बिहेमा जाँदैछौँ आज हामी माइखोलामा विष्णु प्रसाद अधिकारीको बिहेमा जाँदैछौँ तर यहाँले गाडीले दुःख दिएर गाडीको तेल सकेर हामी ओभर परेर अहिले हामी 1 घण्टा जस्तो भयो बसिरहेको छौँ जङ्गलमा गाडीको तेल सकेर जङ्गलमा साइडमा जङ्गल बिचमा खोला माइखोला यो चाहिँ अब हामी चाहिँ ट्याक्क कसरी यहाँ लगभग 4-5 घण्टा जति लाग्छ होला त्यति अब बिहेमा गएपछि अर्को भिडियो फेरि आउँछ ल हेर्दै गर्नुहोस् ल बेहुली कस्तो छ बेहुला कस्तो छ देखिहालिन्छ अब ओके बाई आज हामी विष्णुको बिहेको लागि आज हामी ब्लग बनाउँदैछौँ कस्तो हुन्छ आज सबै यहाँहरूले हेरिदिनु होला हाम्रो रोशन सर यता अब चाहिँ निस्किनेला भयो जस्तो अझै कमल लागि पर्दैन के भएर बगल को जाने के त भाइ हुन्छ लाइभ कुन तकन आने को मोनो जाने केटे जाने हो हेलो के त भाइ ठहर गर्नु ल साहेब हो यो अहिलेको सबैभन्दा लेटेस्ट अहिले सन्दर्भ कति 1,10,000 अनि यसको योहरू छ नल्याएको अर्को स्ट्यान्डहरू सबै देख्छ सजिलो हुन्थ्यो नि यस्तो होइन यो बाइकमा लगाउन सजिलो हुन्छ नि त ए बाइकको लागि लाउँदै गर्न ए बाइकमा झिक्तेर लाउँदै गर्न होइन यो त हामीले यसो पक्रेर नगर्नु बिस्ना निकालौँ न हो खै कति छ यसको चाहिँ अहिले यसको चाहिँ कति रहेछ 1,10 ए हाम्रो भन्दा अलिकति थोरै सस्तोको रहेछ थोरै सस्तोको होइन अलिकति मिलेन बोकेर बोक्नु न कोही टिको लाउनु रहेन साने के हुन्छ त लाउँदा सबैले लाउनु एउटा प्लास्टिकमा यो बोकिची राख्नुपर्छ लागेको छ होला रोशन सर के छ हाम्रो पापा अब हामी लाग्नु लागेको छ अब हामी गयौँ अब बेहुली लिउनको लागि कसको लागि विष्णु सर हाम्रो विष्णु सरको लागि हैन उसलाई विष्णुलाई कस्तो फिल भइरहेछ खोइ अब गएर सोधौँ न उता उसलाई नै हतार छैन ल आज चाहिँ हामी बेहुली लिनुको लागि चाहिँ पुरा हिँडिसकेको छौँ है लिनुको लागि अनि हाम्रो यता क्यामेराम्यान सर हुनुहुन्छ हेलो सबैजना र मिस्टर हाम्रो युट्युबर साथी हुनुहुन्छ के पो अरे सरको त गाउँको कथा उहाँको चाहिँ एकदमै ल हेलो ल सबैजना अनि यता तपाईँको के पो छ होइन तपाईँको के पो छ युट्युब च्यानल नाम ल उहाँको च्यानलमा गएर ट्याक्क सब्सक्राइब है लाइक साइक के मिल्छ काचा कुचक अब हाम्रो सरहरू चाहिँ यता बाइकबाट जाने होला हाम्रो चाहिँ छैन होइन हामी चाहिँ यताबाट जाने हो हाम्रो विष्णु प्रसाद अधिकारी र उहाँ चाहिँ कृति हामी त गाडीमा होला नि गाडीमा हो नि हामी त गाडी बाइकमा छ नि बाइकमा अनि होइन 2-3 जना होला नि त म चाहिँ बाइकमा जान्छु के गाडीमा छ के गाडीमा जाने हेर्नु न अब यहाँ चाहिँ यहाँदेखि जानु पर्ने यहाँनिर अर्को एउटा अटो पनि आइसकेको छ एउटा अटो एउटा ट्याक्सी अनि 8-10वटा मोटरसाइकल हाम्रो विष्णु सर यहाँनिर चाहिँ विष्णु सर के छ अनि कस्तो फिल हामी त नबिर्सौँ के छ भन्छ ल ल गाडी जगाएर निक्लिसक्यो विष्णु सर चिन्नु गाह्रो भयो त अनि आजकै दिन हो खासै त ल यहाँनिर चाहिँ के कस्तो कार्यक्रमहरू छ पूजा आज है भान्जी ओ भान्जी होइन कहाँ लाग्यो एकछिन
ल घुमु यता अरे नानी भान्जी यता अरे ल विष्णु सर भयो अब त गाडी पूजा गर्दै निक्लिन कस्तो बाबुला पूजा गरेर यार सोधे बे गरे छ त उले कहाँ जान्न छ त आज अरूको देखेर पनि जान्नु पर्छ चढ्यो है बेहुला लौ दही खा हो ल खा सक्ने भयो खा एकपटकै खाइ पुस्तिनु यो सेतो लाग्यो खोइ रुमाल छैन यहाँ छ अघि यो मुपक भाइ रुमाल ल विष्णु सर ल सेकेन्ड सिटमा कता हो साथी अब साथी पनि चाहियो नि त त्यहाँ एटै जी खोइ एटै जी ल है यहाँ 30 एटै जी खोइ त बेहुलीको सानो हो नि त अनि तिमीहरु बिहानदेखि त्यही कोही बाइकमा जाने बाइकमा के छ सर रोशन भाइ लिएर हजुर के चाहिँ एटै जी खोइ ए म लिएर आइहाल्छु नि यो बोक्दै गरौँ मलाई त चाहिने नि र पनि म सुनिन एटै जी कहाँ छ बाहिर छ छोडियो हाम्रो भान्जी पनि यता हाम्रो भान्जी ए हाम्रो भान्जी हो कहाँ जाने अरे न बेहुली लिन जाने नि आज कसकी बेहुली हो कसको बेहुली विष्णु मामाको नि विष्णु काका काका होला नि काकाको बडाउ झन्डै छुट्नु भएको छ भारी बोक्नेमा पर्यो माथि लगाइदेऊ न माथि छतमा एकदम रमाइलो अब बेहुली ल्याउने हिँडेको केटो अब दामी देखाएको छ नि मेकअपले चिन्छ बेहुलीले मलाई बेहुली लिनु लाग्यो खसी खानु गयो गाउँलेहरू खसी खानु गयो आज हामी खसी खानु गयौँ गाउँलेहरू गयो आज हाम्रो विष्णुको बिहेमा आज नयाँ बेहुली आज ल नयाँ बेहुली आज आउँदै त विष्णुले आज नयाँ बेहुली ल्याउन र आज ल ए त हाम्रै ग्रुपहरू ए हाम्रो अटो ग्रुप हाम्रै केटाकेटी मात्रै रहेछ यहाँ नि भिडियो त 1 नम्बर बबाल छ नि फेरि 1 नम्बर बबाल गर्दैछ भिडियो त मेरो पारा ल कति पछि भयो खोइ बिल्ला आइसक्यो छैन खोइ बिल्ला सक्यो ए बिल्ला सक्यो बिला सकिएको पुगेन यो मान्छेलाई ठिकै छ मलाई पनि पुगेन आफैलाई पुगेन बाड्दा पुगेन बाड्दा नपुगेको अवस्था है होइन कसले पुगिनु जति छ होइन सक्यो अरे त भन्दा कतिवटा ल्याएको थियो 30-35 वटा ल्याएको थिएन ए रस त नि यहाँ होइन अझै यहाँ आउनु यहाँ बाबा आइहालौँ न ललिपप खानुपर्ने हो ललिपप खाँदै फोटो खिच्ने अब
राई महिलाले त सेपेको मात्रै छोडेको हो नि त एउटा भिनाजु त यता एउटा भिनाजु त यता त हो त ल बइ ल हानु ल फोटो अब यहाँदेखि चाहिँ नजिकै होला है ल है अब चाहिँ यहाँदेखि बेहुलीको घरमा जाँदैछौँ है घन्टीका जन्जीहरू सबै आउँछ तर हिजो अस्तिका भाइहरू सबै बुढा भएका देखिन्छ अनि हाम्रो मर्ने बेला भएपछि उनीहरू बुढा नभएर ल आऊ है साथी हो हेलो दीपक सर विष्णुको घरमा जाने पिकनिक ल अब चाहिँ फाइनली विष्णुको यता बेहुली घरमा चाहिँ रहेछ विष्णुको ससुराली सेवा शुल्क चालकहरूका लागि अझ कम हिस्साको कटौती त्यहाँ मिल्दैन नि अर्कै हो नि त्यहाँ त उहाँ हो नि त म त्यहाँ बस्दै गर न कहाँ हो त्यो मिल्दैन कस्तो फिल एकदम नाचो लागिरहेछ म त गाना सुनेर कतिखेर घर लैजाऊ जस्तो कति नर्भस चकुम यहाँ क्यामेरा हेरेर ठिकै छ बाउन्डर हो को तिमी हो त भन्नु बाउन्डर भन्नु यहाँ भन्नु त गोल सजिलो हुन्छ अहिले भरे गरिएन भने पनि बाधा फुकिहाल्छ तपाईँ पनि यस्तो बाततिर उभिनु त हो त्यहाँ बिनु तपाईँलाई इन्जोय दिन रमाइलो गर्न सम्मान एकछिन के माला लगाइदेऊ त्यसै गरी प्रति सम्मान गर्दै त्यो बेबीलाई पूजा गर्ने बेबीलाई सिरमा राखिदिनु तिमीले चल नि त
कता ए मैले नि यहाँ आएको त म त नानीले केही गर्नु दिँदैन हामी नि हेरौँ बेहुली बहिनी बेहुलाको केही छ ल भइसक्यो एकछिन मिलाइसक्दिनु मिलाइसक्दिनु त कोही यहाँ त्यो लड्छ है पक्नु ल बेहुला एकछिन सबैजना मिक्स सबैजना त्यहाँबाट आज त हान्ने अनि भोलि पाइँदैन हामी होइन पर्सिने जन्ती पर्सिने जाति सबैजना आउनु है लाइराख एकछिन एउटा मुठी भन्दा भइहाल्छ कपिराइट हान्छ होला हान्छ नि सबै हान्छ यो त त्यही भएर मैले नगरेको सबै कपिराइट हान्छ नि यो त फिल कस्तो कस्तो के अरे टेन्सन लाग्यो जस्तो खुसी लाग्यो जस्तो एक्साइटेड जस्तो सब भयो जस्तो भात खानु जाँदैछौँ आज खास ल भइसक्यो खासै भोक त लागेको छ नि त्यही खाइदिहाल्नु सर यता आउन यहाँ भइसक्यो सर ल है साथी अब चाहिँ यहाँ खानु खाजा खान्छौँ अब चाहिँ खान्छौँ विष्णु सरको विष्णु साथीको बिहेमा उता नाम आउँछ कसको यो भिडियो तपाईँलाई पनि दिन्छु नि त त्यो पनि दिनु तपाईँहरूलाई यस्तो दिन्छु नि ल टिका लाउन नछुट्नु है जन्ती टिका लाउन लाइन लागेर जन्ती भन्नु पर्यो हात उठाउनु पर्यो है छुट्नु मेरो पनि छ यहाँ बाबु छुट्नु बिल्ला गाउँको एकमात्र मिश्र पुरै त हाम्रो के दा बाबु सब पुरै त है विशेष त यो हाम्रो कुरा त्यही हो फेरि खासमा यो चाहिँ पण्डितै पढेर आएको मान्छे लाइन अलिकति बिग्रेर मात्रै हो कि हैन मदिरा पानतिर लागेको छ होइन बिहान बेलुका यसो बेला बेला बिग्रिन्छ मात्रै नत्र त यहाँ नपुगेको खण्डमा राख्यो भने अब यसको काम भइसक्यो अब भइमै राख्ने बेला खाने छ त भित्र अहिले होइन गाडीमा चढ्ने एकछिन गाडी पूजा गर्नुपर्छ
हाँस्नु भने हाँस्नु देउला त देउला हो नि देउला त विष्णुलाई सुरुलाई हाम्रो बेउला बेउला त आँटिस् नि विष्णु सर आँटिस् नि विष्णु सर फकाउँदै लैजा भन्छ पर्सिनी कुसु कहिले ल राम्ररी गर्नु आँटिन्छ भने दाजु जाने कहाँ कहाँ हुनु न खोइ त ओ धुलो लाग्यो आयो आयो आइपुग्यो ल यो कला सिक्न गएका छन् भाइ बहिनीहरू ठिक छ नि आज तिमीलाई एकदम मजा उहाँको बनाउला एकचोटि मेरो केही भन्नु छ नि के भनिहाल के भन्नु छ खुसी एकदम खुसी ल ह्याप्पी सिकेर आयो भने पछि थम्नेलमा देखिन्छ साह्रै बनाइदियो अटो अघि अटो आएको यहाँ आइसक्यो त अटो आइसक्यो होइन ठुलो भएर ठुलो भएर झरिहाल्छ त्यो एकछिन धैर्य गर विष्णु के भन्नु छ नि भनिहाल है तिमी ल एक नम्बर नि म त पर्फेक्ट नि भलक्को त फेरि आउनु 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 अगाडि आउनु न आउनु न यता पानी अच्याउनु दुईपट्टि नै बेहुला बेहुली दुवैजनाले फुलले पानी माथि टाउकोमाथि यसरी गर्नु न बेहुला पनि हो त्यो पनि त्यसै गरेर त एकचोटि जोगेर अन्त छेक्नुपर्छ क्या भित्र सबै भइहाल्यो यताको पनि ल अब तिम्रो काम पुरा भयो विष्णु यति हो अब केही छैन अब एकदम सुरक्षित आइपुग्यो नि ल अलिक पर जानु तपाईहरु के खाने अहिले यहाँ बाल्नुपर्छ पानी यस्तो अचम्मै गर्नुपर्छ भाइ यताबाट पनि
सल्किँदैन सिक्या है बेलुले गरे छेउ देख्नु लुगा नभेट्ने गरी भाइको हो त्यति देख्नु जानु वन्टिङ गर्दैन तिमीलाई टेक्नु मन लागेकै थिएन होला होइन कि लागेको थियो थिएन लागेको कति कमाएर पचास 20 ऊ पल्लोपट्टिबाट आउने ठाउँ रहेछ अर्को बाटो हुँदैन ल यहाँ भन्दा ठुलो हुँदैन अब 5 सयको नोट चाहिन्छ तँलाई यो 50 हुँदैन अब एक धन्यवाद मसिनो हेर्ने हो टेक्दै होइन ढोक्दै आउनु ढोक्दै हातले गर्नु सर लात्तीले नगर्नु न लक्ष्मीलाई ल ल बस ल यसको काम चाहिँ सकिहाल्नु होला है यो आगो निकाल्दिनु त लु आगो निकाल्दिनु होइन आगो उठाएर यो ऊ पनि निकाल्नु न होइन होइन पक्नु न म गराउँछु आगो चाहिँ गरिदिनु न अहिले फेरि त्यसो भने बेहुली त्यो के हुन्छ होला नि त्यो यो पुग्दैन त्यसो गर्ने कि टपरा भेट हुन्छ यो अहिले छोडेको गरौँ प्लग चाहिँ छैन गर्नु यही धान भरे पाती भयो त्यो दैलो उता खोल्नु न के गर्न आँट्नु भएको बाहिर बत्ती बालेर म त ए यो अर्को ठाउँमा चार्ज गरौँ बेहुली उता जानु म आमा यता आउनु है टपरा त्यो झरेको टिप्दै उमा गर्दै गर्नु है छोड्दिनु यो अर्का माखला मगाउँछ अनि त्यसरी नै मम्मीले पनि हो दुईजनाले कम्पिटिसन हो को बोली बच्चा हराउने हो बेहुलीले ढोकापट्टि कसले राम्रो सोध्ने नाङ्लो खनाइदिनु होला अब त्यो यसमा राख दैडीले उठाएर खन्याउ कि डल्ला डल्ला छान्दै खन्याउ मर्चाको दाहिने हात चलाउनु दाहिने हात अघि सार्नु दाहिने हात अघि सार्नु अरू बेला जे गरे पनि अब भरे पोखु गऱ्यो यो चाहिँ पाथी लिएर आइहाल्नु मुढा ल्याइदिनु न लिएर आइहाल्नु काम सक्यो कहाँ छ ल्याइदिनु माथि ल्याएर अनि ढकी पैसा दुईटा सुपारी दुईटा पाँचवटा कति सक्नुहुन्छ मुढा चाहिन्छ मलाई
यो अलि उता गरौँ अलि फरक यहाँ आउँदा यो चार्जमा हाल्दै आउँदा कहाँ हाल्ने हो रातो पर्छ होला यहाँ ओके जाऊ न मोडामा गएर हैन गका छैन न मोडा होइन भाइ म जानु पर्छ को घर झगडा गर्न नपाइया भइसक्यो खै जनै सुपारी पैसा भयो लु त्यसो गर्दा भर्न थाल्नु होला नि यो देखाइदियो तिमी ल यसरी देखाइदियो दुईजनाले नि उता हामी त माथि सकिएकै छैन त्यसै गर्दा चाहिँ मान्दियो ठुलो खालु नाङ्लोले ठुलो हुन्थ्यो चोयाएको हुन्थ्यो अनि पोखिँदैन पोखिहाल्छ पैसा जनै सुपारी राख माथि हामीले ल्याएको थियो नि त तलबाट दुईटा राख्नु न भयो अब दुवैजनाले घोप्ट्याउनु दुवैजनाले घोप्ट्याउनु मजाले घोप्ट्याउनु अब खोज्न थाल्नु कसले भेट्नुहुन्छ है सबै त भेट्नु पर्छ सबै भेट्नु पर्छ है उतै त भेटेको भुइँमा राख न हो त्यसरी जनै सुपारी सबै भेट्नु पर्छ है हाम्रो दिदी पहिले पनि पानी भर्नु भएको मैले भेटेकी छुइनँ मलाई त यो जनै सुपारी के गर्दा जाने भेट्ने पैसा भेट्छ आउँदैन है अझै दुईटा खान है अलि उता ओ पर खान्न गरे पैसा त भेटिनु पर्छ है सबै भेट्थे फेरि भएर अब फेरि भएर त्यति हो त उतै राख न तिम्रो छेउमा राख न त्यहाँ अब त पाथी र साह्रो फेरि भएर मजा राखेर भेटेको एकछिन नगरेर त पानी भेट्दिन सक्यो मैले कहाँ दिनु त टोपी कति गरेको अलि उताबाट लगाइदिनु न है यतापट्टि आउनु पर्यो यो सकिएर मात्रै हुँदैन
ठिक छ भाउ नै गएका होइन ल्याइयो भन्थ्यो र अनि म पनि हेर्न आएको नि त कहाँ गएछ नानी अगाडि आयो होला आइपुग्यो होला मम्मी माथि पनि गएको छ के हो ल हामी दुध लिन जाँदैछौँ हामी दुध लिनु गयो आज विष्णुको बिहेमा गुड मर्निङ ल के भन्नु छ तपाईँले हाम्रो आज क्यामेराम्यान आजको सब्सक्राइब गर्नु होला ल ल ल ल ऊ यता चाहिँ दुध व्यापारी यता चाहिँ दुध व्यापारी होइन म चाहिँ दुध व्यापारी भइसक्यो ए दुध व्यापारी ल दुध व्यापारी दुध ल्याउनु गइसक्यो हामी आज के को दुध गाई कि भैँसीको गाईको मात्रै भैँसीको खासै खाने बानी छैन होइन अलिकति राम्रो राम्रो मात्रै खाने बानी छैन हाम्रो खाने बानी छ अलिकति अब दुईजना केटाहरू लाग एकजनाले यो एकजनाले यो तिमी गरेर त्यो दुइटा बोको होइन काकाले बोक्नुहुन्छ काकाले बोक्नु भाइलाई भन्दै थियो यो चाहिँ बोक नि त भुत्न झरेछ कि होइन छान्नु परे पनि ल हाम्रो दुध पनि आइसक्यो लु विष्णु सर भनिहाल के भन्नु छ तिमीलाई मलाई एकदम बेल लागेको छ बेल आएको छैन तिमीलाई आजको बेला यता है आजको बेला ल यता हाम्रो साथीहरूले देखेको छ अझ के बन्दैछ हाम्रो पुलाउ बन्छ होइन ढकने बन्छ मासु बन्छ खसी बन्छ मासुको आइटम एक नम्बर पनि मासुको आइटम छ 2-3 खालको तपाईको अनि पनिर बन्छ पोर्क पनि बन्छ सबै बन्छ यहाँ अहिले दुईटा पोर्क छ ढालेको छ हैन दुईटा छ होइन यो अहिले के छ विष्णु सर अनि अहिले अलिक बेला भएको छैन नि त अनि यो त अलिक भएन होला यस्तै बस्ने सुन न अब कोरियाबाट आएको साथी ट्याक्क अब केटाले निकाल्छ अब एकछिन न त्यो नबजाउन सिपमान भनेको कोरियामा कति नभए 10,000 त हो केही हुँदैन एउटा ज्याकेटलाई पर्छ केटाले ट्याक्क 10,000 ट्र्याक ल मेरोमा ल भाउजूकोमा 10 ल होइन यता होइन यता नवीन सरले चाहिँ कसरी के राख्छ होला होइन नवीन सरले ट्याक्कसँगले आयो नवीन सरले अब एउटा के दिनु हुन्छ र ठुलो गिफ्ट हामी त काम गरेको अस्ति 5 दिन ठुलो एकदम छ साथीहरुको यो गरेसैमा हो तपाईहरु चाहिँ ठुलो आछ अब हेर्नु उले दिनु पर्छ ठुलो आछ ल अब भित्र चाहिँ केहरू भेजको लागि पाक्दैछ के पाक्दैछ हौ सरहरू आइटमहरु के छ विनोद सर यसो यहाँ भिडियोमा देखाइराखौँ होइन के छ दाइ दाइ नै होइन यहाँ हिजो डान्स हान्ने आमा ल तपाईँकोमा बिग फ्यान है म चाहिँ हेरौँ न हेरौँ बेसार छ अरे हजुर बेसार छ अरे दिन्दैन न्युटेला हो फ्राई गरेर यसलाई चाहिँ भरे अर्कोसँग पकाउनु पर्यो फेरि ए
चेक गर्नु न फाटाफाटै विनोद चाफ चाफ बाबु बागेन अरे के इस्कुसको जरा भयो निकाल्न यो चाहिँ के बन्दै काका के को लागि हो चाहिँ ढकने अब मासु नखानलाई हजुर अब यसलाई कसरी बनाउँछ अब यो के हो हजुर अहिले रातो हुन्छ अनि यसलाई दुध हाल्नु पर्छ सेलाउनु पर्छ यसलाई अनि फेरि दुध हालेर पकाउनु पर्छ अनि दुध हालेर अनि काजु किस्मिसहरू बदामहरू यो हाल्नुपर्छ नरिवलहरू यो उयो त्यो यो त सोयाको हजुर अर्को माथि यहाँ सुत्ली खर्कै के अरे हजुर त्यो भाइ के छ मेरो दादा पुरा यहाँनिर चाहिँ मसला बन्दैछ बनिसक्यो अब बन्दैछ यहाँ पोर्क बन्दैछ होइन दुईटा पोर्क छ हजुर चारवटा खसी छ 4वटा खसी 2टा पोर्क अब दादाले त्यो मिक्सरमा है पुरा यहाँ हालेको मासु नखानलाई त भेज मैले राखेको छु ल्याएर एकदम भेज आइटम एकदम भेज आइटम है अब बेला त भएकै हो हेलो कमल दादा यो चाहिँ के को लागि हो त्यो यहाँ माल कति छ हो भेजको लागि हो चाहिँ यसको लागि भन्ने यो माल भन्छ यो माल होइन माल तात्दैछ ठिकै छ यो चाहिँ के को लागि होला नि यो ढकने बनाउनु पर्ने भाइ ढकने चामलहरू पुरै रेडी रहेछ है चामल भुटेर रातो बनाएको छ हजुर यसको चाहिँ प्रक्रिया के होला त यहाँनिर बनाउने अब यसको प्रक्रिया भनेको चाहिँ हजुर चामल भुट्यो हजुर अब यो उलन तातेपछि यहाँ दुधमा चामल हालिदिने अनि त्यस पछाडि चिनीहरू यो मसलाहरू मरमसला सबै लगाइदिने काजु किसमिस बदाम नरिवल गरेर यहाँ लगाइदिएर अनि एकछिन पाकेपछि हजुर सट्ट यो एकदम खानु लागेको हुन्छ खानु लागेको हुन्छ यसले चाहिँ अनि कुनै ग्यास्ट्रिक पीडितलाई कुनै रोगीलाई पनि गरेन त्यो दुधमा मात्रै पकाएकोले चाहिँ बिसाउँछ हजुर यो ढकने भन्ने चिजले चाहिँ कसैलाई रोगी बिरामी जस्तोसुकै मान्छेलाई थोरै दिनु आफूले पचाउन सक्ने गरी त्यो क्षमतामा खायो भने हजुर यसले चाहिँ कसैलाई यसले चाहिँ असर नगर्ने ए हस् त हस् यो खासै अब हामीलाई यो बारेमा खासै थाहा थिएन कि त्यही भएर तपाईँसँग बुझेको नि ठिक छ भाइ ठिक छ त्यही त बुझ्नु पर्यो नि त होइन राम्रो नबुझेको कुरा सोध्नुपर्छ त्यही त हो त पर्छ नि ल है अब यहाँ साथीहरूले के बनाउँदैछ हेरौँ मासु सासु टाकटुक हजुर ए त्यस्तो त खुट्टा पखाले तपाईँको त निकाल्नै पर्छ नि यता होइन कता हो हो र यहाँ है खानेको बस्ने ठाउँ चाहिँ ट्याक 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 यहाँनिर हाम्रो काकाहरू पुरा धमाधम हुनुहुन्छ है काममा व्यस्त के पाक्दैछ हौ दाइ यहाँ त हल्का बाउनको बेमा यस्तै छ आम्मा मटन भन्दो रहेछ नि यसलाई गाउँ भाषामा चाहिँ खसी भन्थे होइन हजुर मटन पो भन्दो रहेछ नि त आम्मा अहिले पाकिसकेपछि गुवाम गममा है त हस् तपाईँलाई पहिला चखनीमा बोलाउँछु ल एकदम एकदम हस् हस्
ल वैवाहिक जीवनको धेरै धेरै शुभकामना है साथीलाई। तेरो आज अब फेरि हामी अब टिका सिका लाएर अब कहाँ गयौँ हामी खाना खान गयौँ होइन गएर लम लम बजाउने हो होइन भात खाइन्छ केकसँग खसीसँग विष्णुको बेगको चाहिँ काचक कुचुक हालिदिउँ भन नि 1 घन्टा जतिको पछि हेरोस् न केटाले के छ हाम्रो त त्यस्तो उयो छैन रोशन तामाङ छ तर त्यस्तो बेहुलाले जित्नु आँट्यो है होइन बेहुला जित्नु आँट्यो एभ्रिवान अब चाहिँ हाम्रो ब्लगको एन्डिङ हुँदैछ। अरू दिपक सर के छ? एकदम ठिकै छ मेरो पनि एकदम ठिकै छ। अनि तपाईँको विष्णु सरको बिहे खाना आयो है हामी तलदेखि होइन साथीहरू आए सघाए रमाइलो हो। अब जाने बेला धेरै धेरै धन्यवाद। जाने बेला 2-4 हजार साथीहरू लिएर आयो होइन 2-4 हजार लिएर आयो यहाँ छ तर अनि अब साथीहरूले लिएर आए अब जाँदाखेरि साथीहरूलाई 2-4 हजार साथीहरूलाई अब अलिकति कसार र 2टा जति कसार र 2टा जति सेलरोटी अनि अलिकति बुनिया हालेर अनि पठाउनुपर्छ यहाँ त त्यस्तो छैन त फेरि मासु सासु खसीको मासु यता कहाँ राईले खसीको मासु खाँदैन अब त्यो तामाङ पनि हुँदैन भर्सक हामीलाई फेरि सुँगुरको भए पनि चलिहाल्छ होइन। अनि तपाईँहरूलाई कस्तो लाग्यो त हाम्रो ठाउँको बे कस्तो अनुभव गर्नुभयो? बे चाहिँ राम्रो लाग्यो होइन हजुर। अनि सबैजना मान्छे राम्रा ठाउँ एकदम दामी भ्यू दामीदेखि नै भनेपछि ठाउँ चाहिँ निकै अग्लो ठाउँमा हो तर मौसम चाहिँ साह्रै बिग्रिरहने ठाउँ होइन। भनेपछि झापा बसी जाँदा ठिक कि बस्दा ठिक त त्यो के छ भन्नु? बसै त मैले बाटोघाटो यतातिर हेर्दाखेरि चाहिँ ठाउँ चाहिँ यतै बस्नु बेस्ट देखेँ। हजुर। यहाँ तलतिर मान्छेहरूले पनि कस्तो दामी 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 घरहरू बनाएर बसेको छ। यहाँ तलतिर पक्की घरहरू उन्नति क्षेत्र अधिकारीहरूले कुन कुनहरूले यहाँ तलतिरतिर दामी विष्णु सरको पनि तर यहाँ चाहिँ तलतिर त जग्गा छैन होला छैन कि यहीँनिर बनाउनु पर्यो के छ त विचार झापा बस्ने विचार यतै सोसल विचार गर्नुपर्छ ल। अनि अब दिपक सरलाई चाहिँ के कस्तो लाग्यो यहाँ आएर कि मोबाइलमा त ध्यान दिनु दिपक सरको ठाउँ दिपक सरले हाम्रो कस्तो लाग्यो बे कस्तो लाग्यो राई मान्छे राम्रो लाग्यो छेत्री बाहुनकोमा कस्तो अनुभव भयो? बे राम्रो लाग्यो आज बिहे खाइयो हाम्रो कसको विष्णु सरको अब मिठो भएको थियो विष्णुको बे एकदम मिठो थियो। बेमा चाहिँ सबैभन्दा उत्कृष्ट मिठो चाहिँ के भयो? सबैभन्दा मिठो सबैभन्दा के थियो खसीको मासु थियो सबसे मिठो रोशन सरलाई सबसे मिठो के मलाई पनि मासु मलाई प्रिडिक्ट गरौ ल बुनिया बुनिया 1 नम्बर
अनि रोटी रोटी अनि पारी त रोटी दरो खायो नि त कहिले खाएको अरे तडा खाएको अरे दरो खायो होइन 10 वटा थिएन 5 वटा यस्तै रहेछ ठाउँ होइन राम्रो लाग्यो 2-4 दिन बस्यो अब हाम्रो सर पनि पछितिर गइन्छ ल धन्यवाद साथीहरु आइयो रमाइलो भयो हो फेरि भेट्नुपर्छ ल हाम्रो ब्लगलाई एन्डिङ गरौँ नि त अब यो चाहिँ विष्णु सरको लागि मेन ब्लग हो हाम्रो ब्लग भन्दा पनि पछि यसो बुढाबुढी छोरीहरूले ट्याक्क सनिहेरोस् अब यहाँ होइन 40-50 मिनटको चाहिँ अब हाल्बी भन्ने कुरा छ तर घरमा वाइफाई छैन अब डाटाले कहिले त्यही भएर अब यहाँ एकछिन वाइफाईमा यहाँ बसेर साथीहरूलाई माथि काम गर्नलाई गरी म चाहिँ मोबाइलमा सार्नु पऱ्यो भन्ने सोध्छ अब ट्याक्क तातो पानी खाएर पर गएर 160 बाजी हाल्नुपर्छ ल त ल बाई बाई